everyone, welcome back to my channel. I am Barsha Maharzan and I heartily welcome all of you in my channel. It's been a long हामी चाहिँ कतै आउटिङहरु गएको थिएन. This is a much needed outing. हामी चाहिँ जाँदैछौँ आज सुकुटे हाम्रो ग्रुपहरु अहिले भेला भइसकेको छ. 1 बजे जाने भनेर बसेको थियो but as always we are late 2 घण्टा late नेपाली हो नि त सो अलिकति लेट त हुनै पर्यो सो या वी आर हेडिङ अनि दिस इज आवर कार अब हामी जाँदै छौं सो लेट मी इंट्रोड्यूस यू टु माय ग्रुप से हाय हाय हेलो हाय नमस्ते आन्टी नमस्ते आन्टी रे त ल अर्को ग्रुप हुनुहुन्छ यहाँ हाम्रो हाय भन्नु ल से हाय हाय भन्छ छोरी त यता हाय अनि अर्को कता गयो ल अब एकचोटि हाय भनिदिनु ल हाय भन्ने छोरो हाय हेलो नक्कली सो अब हामी जाँदैछौँ सो लेट्स आवर जर्नी बिगिन सो लेट द जर्नी बिगिन फेक स्माइल यहाँ 2 जना बच्चा अगाडि ल मेरो छोरी त क्या मजाले बसिरहेको रहेछ त्यहाँ सो हामी चाहिँ पुगिसकेका छौँ अहिले चक्रपथमा यस्तो जाम हो अब कति बजे पुग्छ थाहा छैन अनि मेरो छोरी चाहिँ सुतिसकेका छ मस्तले अर्को छोरी पनि त्यहाँ सुतिसकेका छ अब हामी जाँदैछौँ आया कस्तो दिन छोटो भयो क्या तर है पुग्दाखेरि रात परिसक्छ अनि यो चाहिँ हाम्रो अन द वे स्न्याक्स खाँदैछौँ जाँदैछौँ सो या भेट्दै गरौँला It's 5 p.m. in the evening and we are here for a short break. So cold, यस्तो चिसो रहेछ यहाँ हैन but let me show you अहिले चाहिँ यहाँ कस्तो मजाले हिमाल देखिरहेको छ so I think this camera won't do justice because त्यस्तो खासै मजाले हिमाल चाहिँ देखेको छैन but as you can see थोरै हिमाल देखिरहेको छ but आँखाले के देखेको जस्तो चाहिँ क्यामेराले चाहिँ क्याप्चर हुँदैन but त्यही पनि मलाई तपाईहरुलाई देखाउन मन लाग्यो so here it is okay so this is the view of a mountain यस्तो के लाइक अहिले यति थोरै हिमाल देखेर त आई मिन लाइक म यस्तो क्रेजी हुन्छु हैन मैले साच्चै नै हिमाल मतलब ABC or EBC क्याम्प हुन्छ नि त्यो गएको भए चाहिँ झन् म पागलै हुन्थ्यो होला सो हियर वी आर फर अ शॉर्ट ब्रेक ओ नानी खोइ त ए okay so we are here for a short break यहाँ छौँ अनि अब हामी केही खान्छौँ हाई भन्नु न एकचोटि हाई भन त खै भनेको हाई भन न हाई भन न भन्न भन्ने हाई भन न भन्ने रे ओ माई गॉड सुसु आयो कहाँ आएको माउन्टेन भन ठुल्छोले भन न माउन्टेन भन न माउन्टेन भन ए भएन के ल माउन्टेन भन न माउन्टेन एबिसिडी भन्दा नि त एकचोटि अनि LMNO अनि
ABC. Next time, won't you sing with me? कस्तो अँधेरो हो हिँड्दा हिँड्दै रात पर्यो दिउँसो निस्केको रात पर्यो रातै अब भोलि पुग्छ जस्तो छ हौ हामी त ओ माय गॉड कस्तो चिसो हटौ ये पुग्यो यति पछि कस्तो के भयो ये भने ए भन्दैन ये फाइनली पुग्यो वाउ Hào la rồi. Dushman हेरेको हेरे खोइ हेरेको हेरे गरेको कस्तो दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे ठिक छ Cái गाह्रो भयो यार. हेरेको बिजुली भएर अब हाम्रो निस्किन्छ. मामालाई हेरेर मान्छे हेर नचुरा on and only मैं तो तेरे नाल नचुरा नाच्यौला छिटो डिस्को दिवानी room को area रहेछ and room looks quite nice है so यताबाट जाउँ and so यो चाहिँ room हो and हामी चाहिँ सबैजना एउटै रुममा बस्न लागेको 6 जना हामी so they are there यहाँबाट जाँदैछौँ and this is the room okay के भयो हामी किन अड्क्यौ यहाँ तास रे After 3 मोबाइलमा छ त तास ए तास खेले हैन यहाँ रातिको 3 बजे पछि पर्दैन रातिको 3 बजे सुत्छ हामी मस्त सो रुम चाहिँ ठिक छ हामी चाहिँ एकछिन बाहिर जानु पर्ला दिन्छु ल पर हाई भन्दियो अनि दिन्छु ल हाई भन्दियो ल हाई चुच्ची रे तिमी पनि हाई भन्दियो ल हाई खै हाई भनेको ऊ त मम्मीसँग मात्र टाँसिने रहेछ हाई भन्दियो हाई
जोसँग नि जाने गर्छ यस्तो बहिनीसँग ढलाइरहेको के चाहिँ मैले कति वर्षपछि देखेको होला त्यो बिहामा बाबुको बिहामा देखेँ नि त्यहाँनिर नानीको पार्टीमा आए आएन नि बोलाएको कहाँ कोही पनि आएन बोलाएको नि करणलाई सबलाई बोलाएको तल तल घर आउने बेला बेलामा सुँगुरको मासु बोकेर आउने है अनि म सुतिसकेको मान्छेलाई बाबुले खान्थे सुतिसक्यो भने पकाउने बनाइदिने खाने है अनि है यहाँ के छ हेर त खै झडा गरेको थिएँ म त बाहिर निस्कियो फुटा हो कि के हो के दिने के दिने के दिने भन ल यहाँ ममालाई हेर्नुहोस् ममा हेर्नुहोस् के भयो छोरो तिमीलाई के दिने दिदीसँग बोल्ने हो छुच्ची त हो नि भागो भन के आयो छोरो के आयो कमान के आयो रे पुलु किसी आयो भागो को आयो सँगै बस्दा पिएलाई 2-4 बोतल लत बस्यो रात रातलाई खाने पनि फेन छ Bisa
बस्यो गाढा मन हेऱ्यो फेरि न अनि त घुमाइ घुमाइ ल्यायो मलाई त्यति बुढी बाँधेर सिए घुमाइ घुमाइ ल्यायो मलाई त्यति बुढी बाँधेर फाइनली यहाँ पुगिसकेको छौँ आई डोन्ट नो मेरो भोइस चाहिँ सुनिरहेको छ कि छैन बिकज यहाँ चाहिँ एकदम धेरै आवाज आइरहेको छ मतलब गीतहरू बजाइरहेको छ सो हामी पुग्यौँ एन्ड इट्स आई थिङ्क अलरेडी 8:30 we are here to have dinner हामी अब यहाँ डिनर गर्न बसेका छौँ बाटो चाहिँ एकदमै आज जाम भयो खै के भयो सो हामी लेट पुग्यौँ निस्किन त 3 बजे निस्क्या हो बट बाटोले गर्दाखेरि चाहिँ वी आर हियर होइन सो अब हामी चाहिँ डिनर गर्न लागेको छौँ सो हियर आवी हामी सबैजना मजाले बसेर अब हामी यहाँबाट डिनर गर्छौँ अनि एकछिन डान्स गरेर मेबी हामी चाहिँ के भन्छ अरे बार्बिक्यू गर्छौँ होला सो म्युजिक चाहिँ एकदमै लाउड छ सो हियर आर एभ्रीवान हामी चाहिँ डिनर गर्नलाई बसिरहेछौँ सो या आवाज सुन्न सक्छ छैन थाहा भएन तर अनि वेलकम स्न्याक्स रहेछ हामी ढिलो आइपुग्यो सो हामी चाहिँ स्न्याक्स खाँदैछौँ अहिले अब एकछिनपछि डिनर गर्छौँ होला सो हियर आर एभ्रीवान ह्याभिङ देयर स्न्याक्स मजाले डम सबैलाई हेयर माई डटर मजाले सो हियर इज माई डटर मजाले ब्राउन खाइरहेको छ एन्ड दिस इज द डिस दे हेभ प्रोभाइडेड yeah पुरा बोकेर आएको हुका हुका किन बस्ने मैले त्यहाँ भन्छ कि रिभर साइडमा रिभर त्यो पनि लाने अनि रिभर साइडमा फेरि पोल्ने अनि खाने यो डन पिटेको दिदीलाई
के गरेको अहिले गफ गर्दैछ त अनि आगे जानु ए भगवान अहिले गफ गर्दै थियो यति जना गरेर के गरेको दिदीलाई छोरो के गरेको भन हो रे आज पहिला भन्दै थियो उसको हात अस्ति त प्याटे हराउने गरी पक्रिदियो आमाको छोरी भएर होला है छोरो डन डन पनि रिमोटले नि हान्ने बटलले नि हान्ने झ्याम्ने उसलाई त लडाइ छोडी दिन्छ यो मतलब गल्ती उसको होइन जेनेरेसनै त्यही रहेछ स्कुल गएदेखि चाहिँ सुन न त अब यस्तो हो जे हुनु त्यो भयो होइन अब माइन्ड नगर्नु होइन पहिला एकैछिन साथी खोइ त ग्लासमा होइन तिमी यहाँ छ ल सरी भन्दै छोरो दिदीलाई सरी भन्दै ल सरी रे ल ओ दिदी सरी भन्दै सरी भन्देऊ न मैले सरी भने ल ह्यान्डसेक गरिदियो ल छोरो ह्यान्डसेक हगी गरिदियो हगी गरिदियो हगी गर न माया गर्दै माया माया गर्दै माया माया गर्दै माया सोचे स्वीट भन्दैछ Another hand, they counted on the head. Slowly take down. But in violence, cause the night and sweet. I'm gonna give the other one. But to say it's for me, say your name, it's in your head, they are dying. In their bones and their ghosts and their bones, in your head, they are fighting. In your head, zombie, zombie, zombie. What's in your head? In your head, zombie, zombie, zombie. आए त सुतिसकेछ ल छोरो त सुतिसकेछ ल ल ल ल ल ल ल आँचिनमा गरे आमा ल ल ल आँचिनमा गरिसकेछ ल अबि लड्छ त्यहाँ अबि 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 ओके बी दिल मुझसे कहीं बाकी है पलकों में बंद के आंसू तू आती है जुदाओं के बीच वैसे जिंदा हुए जिंदगी पास तेरे में मुझको ऐसे जीने
अब जाँदैछौँ हामी यहाँबाट बार्बिक्यू गर्नको लागि अघि चाहिँ उनीहरू आफैले मासु पोलेर ल्याइदिएर के एन्ड वी वर लाइक वाट जस्तो भएर कि आफै मासु पोलेर खाने भनेर सोचिरहेको थियौँ नि त अनि यो चाहिँ रिभर साइडमा हो आई क्यान हियर त्यहाँ मजाले पानी बगिरहेको सो हियर दे आर ओ माई गड कस्तो चिसो रहेछ त्यहाँ यहाँ त सो यो चाहिँ के भन्छ यसलाई के भन्छ अरे यसलाई टेन्ट यो चाहिँ टेन्टवाला हो अनि यहाँबाट यस्तो छ ठाउँ सो हामी आएको छौँ यता अब हामी चाहिँ के अरे बार्बिक्यू गर्ने भनेर बसेछौँ अनि यहाँबाट चाहिँ तल रिभर रहेछ क्या यस्तो रहेछ यहाँ देखिँदैन तर भोलि देखाउँछ होइन अनि त्यो रिभर साइडतिर जान मिल्दैन के हो है आज यसपालिको प्लानमा यस्तो झ्याउ लाग्छ कि कुरै छोडिदिनु यसो बिचमा ऊ गरेर गर्ने भनेर बिचै छैन अरे अब भयो त अब तिम्रो याद आउन अझै बाँकी छ रात गुजार्न अझै बाँकी छ तिम्रो याद आउन अझै बाँकी छ पुराना ती दिनहरू सम्झेर पुराना ती दिनहरू सम्झेर जिउन बाँकी छ अझै बाँकी छ दुनिया सारी लाचार फिरूं मैं हारी तेरे नाम से जीलूं ओए मेरा कान फटा तेरे नाम से तेरे नाम से मर जाऊं तेरे जाने के सदके में कुछ ऐसा कर जाऊं तूने क्या कर डाला मर कस्तो लयमा उता गइस के गीतमा दुबिस गदा तेरी दीवानी दीवानी तेरी दीवानी त्यो मासु खाऊ न यार बिचारा मासु यति बसिरहेछ मर गई मैं मिट गई मैं हो दी हाजी हो गई मैं तेरी दीवानी दीवानी So hello and good morning from Sukute Beach. It's like 9:45 a.m. and we just woke up. Yes, because I'm just suteko dila bhayo and we just woke up and let me tell you, it's so mazako environment cha yaha haina and it really feel good huncha ni kaile gaye so vacation ma aundaheri and I can see the beach side there. अब हामी ब्रेकफास्ट गरेर त्यसपछि त्यहाँ जान्छौँ
and we got a really good sleep too. So we will freshen up, we'll dress up, we'll have breakfast, and then we will be going to the beach and exploring the beach side. So yeah, it's fun outing आउनलाई. So let's see हाम्रो ग्याङहरु उठेर के गरिरहेको छ. कुली. ए उठ है भाइ. उठ्नु. 1 मिनेट 2 मिनेट. Get up. Stand up. Get up for your life. घोडा पेचेर सुतिरहेछ. यम्मा हँसायार. I'm sorry, don't leave me. Here with me. यता जाने यता. कता हो? कता पो हो? तिनीहरू कता? ब्रेकफास्ट कता हो? यताबाट आउँछु र यता. Come on. अरे ऐसा ना करो कि दिल जुड़ ना पाए वापस. आलु जस्तो भयो त ल यहाँ आएर हाई भनिदेऊ. हाई भनेर त नानी. यहाँ आएर यहाँ हाई भनिदेऊ एकचोटि. हाई भनिदेऊ न. खै तिमीले भन न. हाई भनिदेऊ न यता. हाई. के गरेको? के गरेको छोरीले? छ्याप गरेको? सो हाम्रो ब्रेकफास्ट रेडी भइसकेको छ. ब्रेकफास्ट भइसकेको छ. ब्रेकफास्ट आइसकेको छ and we are doing the breakfast here. ल खाऊ. प्योर नेपाली परे के? के खाने? एक खाने? एक खाने? हाँ? कहाँ त भाइ? के खाने? कति त है? भाइ छुपा देखियो दिखाओ भाइ दिखाओ. अभी तो सो बाकी है. ठाउँमा देखाउने हो? ठाउँमै देखाउने हो? कहाँ जाने अब छोरो हामी? चिनिङ जाने? यसको नि कस्ट्युम त ल्याएको छ मैले तर. यसको नि कस्ट्युम त ल्याएको छ मैले तर भने. के हो रे त्यो? यहाँ हेर त. यो के हो रे त्यो? त्यो के हो? पोलु केसी. के हो? गाडी? गाडी हो? होइन त्यो उसँग थियो यार. So now we are out for swimming. यहाँ आएर स्विमिङ नगरे त हुँदैन. सो एकछिन स्विमिङ गर्छौँ. आई थिङ्क यहाँको चेकआउट टाइम चाहिँ 12 बजे छ.
and we are pretty late as always. हामी सधैँ नै लेट नै हुन्छ. So anyways, अब एकछिन हामी स्विमिङ गरेर and then we will be heading to the beach side. So त्यही नै हो. फेरि सबैजना स्विमिङ गर्दैनौँ, हामी 3 जना मात्रै छौँ यहाँ स्विमिङ गर्नलाई. So let's see what happens. बच्चालाई चाहिँ के गर्ने यार? के गक किन चाहिँदैन? फोटो खिच्नलाई गक के चस्छ भने? ए किन फोटो नखिच्ने यहाँ मात्रै? ए यार ल्याइदिनु आइ भन्छ छोरो. के गर्न आएको हामी के गर्न आएको? स्विमिङ भन न. स्विमिङ. माथि त तातो रहेछ हैन, तर तल चाहिँ चिसो रहेछ के त? हो यार हट वाटर गोज अप. सकेन यार. यसलाई धेरै मलाई डर लाग्छ. डिमोटिभेट नगर्न. हो भएन. Come on. ट्राई गर न ल. नडुबिकन ट्राई गरेर त मेरो फ्लोट हुन्छ के परे. चलो कसो के गर्नु? यसरी स्टेबल हुनु हैन. होला यसरी अगाडि आउनु. हाय सरी हाय. के गरेको? यस्तो टुरा. खै टु पोज गर्ने पोज. ए फोटो खिच न ओपेल. बच्चाको नि फोटो खिच्दिन. क्यामेरा लिएर आएर खिच्नु त. त्यसरी नै खिच्दिन. एन्डीसँग जानु त लिएर आउनु. त्यतिकै पोजमा बस्नु कस्तो राम्रो. आज फोटो खिचिदिन्छु क्या. खै टु गर छोरा. बेबी सानो टु गरिदेऊ. रेडी छिटो. ओ भाइ ल ल भन्दा ल भातगाम आउनु है. भातगाम हाई भनिदेऊ मलाई त छोरो. हाई आऊ. Come on, छिटो baby. Come. अब Hi, sexy lady on the floor. Sexy lady on the floor. नमस्कार पे नमस्कार. Baby,
बेबी बेबी सुची बेबी हाई भन्नु ओ भाइहरू त्योहरू चन्दा के भात लिन बसेको भात त यहाँ चाहिँ बेमान भाटे जाने भात खाने न भात बाँडिरहेछ त्यहाँ डीजे वाले मेरा गाना तू बजा ले तेरे So it's dinner time. Dinner and lunch time. Dinner lunch time. हामी गरिरहेछौँ लन्च जुन चाहिँ आज एकदमै टाइममा भयो नत्र त जहिले पनि लेटै थियो हामी लन्च गर्ने ठ्याक्क लन्च चाहिँ टाइममा गऱ्यो अरू चाहिँ हामीले एकदमै वी वर लेट एभ्री टाइम के खाएको छोरो के खाएको भन्नु त सो हाम्रो लन्च चाहिँ यस्तो छ सिन्स डिलिसियस अब यो खाएर एन्ड देन वी विल बी गोइङ टु बिच साइड रेडी भएर रेडी चाहिँ भएको छैन 12 बजे चेक आउट टाइम भनेको थियो एन्ड इट्स अलरेडी 12 बजे अनि अब चेकआउट गरेर हामी जान्छौँ के अरे 1 घण्टा अझै मजाले सुत्न पाएन तिमीलाई कहिले 6 बजे सुत्न आइज भनेको थियो त अनि हो 4 बजे सुत्या हो खै यिनीहरूलाई चाहिँ चाहिँदो रहेछ निन्द्रा चाहिँ बेसी कहाँ आन्टी त सुतेकै थिएन नि नानी कुई कुई गए गरे ठुलो त मजा सुत्यो यो त कहिले भित्तामा कहिले यता खुट्टा So we are out from our room, check out गरिसकेछौँ and now we are here, our photo shoot to खिच्छौँ and this is my dress for today. Riverside मा गएर यसो टक्क फ्लावर राखेर यसो फोटो सुट यताउति गरौँला भनेर सोचेको थिएँ but unfortunately पानीले गर्दाखेरि चाहिँ त्यहाँ त्यो ठाउँ नै अलिकति यता सरेछ सो त्यहाँ चाहिँ छैन रहेछ फोटो सुट यताउति बिच साइडको तर उता पछाडितिर चाहिँ छ एउटा ठाउँ हामी त्यहाँ गएर फोटोहरू यताउति खिच्छौँ भनेर सोचिरहेछौँ लेट्स सी के हुन्छ सो या जस्ट a much needed vacation थियो so we came we enjoyed our last photo shoot यताउति गरेर we will be heading towards home so yeah hope you guys are enjoying watching my video if you do then please do follow यता
अरे भर्खर त आइरहेको हेलो खेर गए Okay guys, so this was it for today. रमाइलो गरियो अब हामी घर जान लागेको छौं. So this is our car अनि we are going. So अब हामी जाँदैछौं घरतिर लाग्दैछौं अनि ऋषि. So रमाइलो भयो एकदम गन्जागोल भयो हैन, but also we had fun. We really had a lot of pictures अनि just it was fun. अनि यहाँ के छ नि के हो यहाँ जाने हैन अझै यहाँ त छ त सामानहरु छ रहेछ लियो आएर सब प्याक गरिसकेछ हो ज्याकेट छ अब त्यो ज्याकेट लाएर जाने ल ज्याकेटले राख्दियो मैले यो जुत्ता कहाँ राख्नु सो यो चाहिँ हाम्रो रुम लास्ट यो जुत्ता हल्का राख्नु अब हामी जान्छौँ and then so last bye bye to this place.